ल भाइ धेरै पछि आएछौ ल चिया हो चिया हुन्छ दाइ यसपालि अलिक लङ टाइम पछि आयो कि अनि छोराहरू त सन्चै होला नि सन्चै छ दाइ एउटा छोरो भएको खासै काम लागेन मेरो त दाइको छोरा चाहिँ खोइ देख्दिनँ त ए त्यो त उहाँ काम गर्दैछ हौ भाइ आजकल काम गर्छ राम्रै काम गर्दैछ कोही अब बाउमा पालेकै छ हामीले हेरेकै छ होइन पैसा पनि राम्रै कमाउँदो रहेछ अङ्कल तपाईँको छोरा त मातेर वहाँनेरि बाटोमा लडिराख्नु भइरहेछ के भन्छ हौ यो केटो जाउँ जाउँ भाइ आउनु छिटो आउनु उहाँ पर हुनुहुन्छ वहाँनेरि उहाँ छिटो अङ्कल उहाँ पर उहाँ यो त्यहाँनेरि यहीँ हुनुहुन्छ यहाँ ओ केटा के हो तँलाई छोरा ओए उठ्थेन त यो त डल्लैसँग बाउ गीत दिन होइन न गाँजा खाएर बाउ इरिटेट नगर न बाउ के भन्छ यो दाइ संस्कार त राम्रै दिनुभएको रहेछ नि त छोरोलाई